2082 जेठ 3 गते कागतबाट खोटाङ जाने क्रममा त्यो गाडी चाहिँ यसरी दुर्घटना भएको छ। जो गाडीमा चाहिँ हामी सवार थियौँ। यहाँ चाहिँ धेरै सरसामानहरू यसरी चामलहरू चिउराहरू दुनियाँ सारा चिजहरू चाहिँ धेरै सामानभित्र पनि यत्तिकै लोड छ। यहाँ बाहिर यसरी निकालेको छ। मान्छे पनि 40-50 जनाको सङ्ख्या छ। माथि यत्रो लोड छ। अब यो सामान्य कुराले गर्दाखेरि सामान्य पैसाको कारणले गर्दाखेरि अब निर्दोष मान्छेहरूको ज्यान जाने अवस्था आउँदो रहेछ। अब यो यस्तो छ। यत्र मान्छेहरू चाहिँ मान्छे पनि यहाँ भरिभराउ कति छन्, कति 50-60 जना मान्छे छन्। त्यहाँ माथि भएन, भित्र खुट्टो हाल्ने ठाउँ छैन सामानले। यो बोरा, चामलका बोरा। अब माथिको कुरै नगरौँ, माथि कहीँ राख्ने ठाउँै छैन। अब यो सामान्य कुराले गर्दाखेरि ठुलो क्षति हुन्छ। अब यो क्षतिको कुरा के गर्नु। अब मान्छे 50-55 जना मान्छेहरूको चाहिँ नि ज्यान अत्यन्त जोखिममा राखेर हिँड्नु पर्दो रहेछ। अब यो कुन निकायले हेर्ने हो, सम्बन्धित निकायले हेर्ने हो कि के हो। यो त एकदम गाह्रो अवस्था छ। अब गाडीको अवस्था यस्तो छ। तल्लापट्टि पुरै धसिएर यसरी गएको छ है तल्लो बेल्टमा।